हौ जाउँ न हौ मुद्दीको हेर अहिले कट्टु मुद्दिया हजुरहरूलाई फेरि पनि मेरो ब्लगमा वेलकम गर्दछु। हेलो हाई हाई। अब यो के भन्छ के अरे ओसो ओसोको अहिले मरुभूमि खडेरी लागिरहेछ त्यही भएर पनि कति राम्रो छ फुलहरु देखाउनु फुलहरू चाहिँ एकदम हलियाली पानी लगाएर दामी भएको छ। के छ तर्छ बाहिर खिच न अझै फोटो खिच्नु बाँकी नै छ होइन अझै खिच न फोटो खिच्नु बाँकी नै छ। हो र बाटो त्यता हो त्यता चिनो के भएको यता यता निकाल्नु पर्ने सबै धरा निकाल्नु पर्यो। धरा हेलो एभ्रीबडी मेरो ब्लगमा हजुरलाई स्वागत छ। अब अगाडि भन्न बिर्सेर नि अगाडि भन्नु पछाडि भन्दा पनि के भयो त बुझ्नेले बुझिहाल्नुहुन्छ। ल अब भलक बनाउँदै बनाउँदै सेटअप अहिले बस्ने सिटिए चाहिँ थकाइ लाग्दा बस्ने जग्गाहरू एकदम हजुरहरू आएर घुम्न सक्नुहुन्छ। भएर कराउँदैछ भ्लगमा देखिने उनी कस्तो साह्रो लजाइ बसेको जान्छ आयो त जाने अहिले कहाँ जाऊ न पैसा लाग्छ पैसा लिन्छ त्यो टिकट हुँदैन हो र कति लिन्छ बस फेरि 5 रुपियाँ लिन्छ 10 रुपियाँ चारजनाको 20 5 रुपियाँको खुल्ला दिँदैन होला त 5 रुपियाँ दिन्छ फेरि यो दिदियो 10 रुपियाँ 10 रुपियाँ मात्र छ 5 रुपियाँ फिर्ता दिन्छ जाऊ जाऊ जाऊ
ए खुबु त अगाडि भयो यो दोकानहरू रहेछ होटलहरू चिया नास्ता खाने परेवाहरू उडिरहेको हुन्छ के परेवा घाँस हो ठुलो न ठुलो छ निस्किने गेट अनि अब लगभग निस्किने थाल्यो बोकिराख न अवस्था अब यहाँ सानो नानीहरूले पनि भयो भयो भनेको छ आजको ब्लग चाहिँ अब यतिमै समाप्त गर्नु पर्ला भन्ने मलाई लाग्दछ अनि थाक्यो खोर्सानी त के आइसक्रिम खानु हुँदैन दाँत किराले खान्छ आइसक्रिम दाँत किराले खान्छ अहिले भान्चोकमा होइन
अब आजलाई निम्की सिम्की मलाई थाहा छैन म जान्दिनँ सुन्तला खाने सुन्तला कसरी हो सुन्तला नखाने के हो कुरकुरे त्यो कति रुपियाँ थियो के खाने गाई चरु यहाँनिर यहाँ सालीहरूलाई पुरा यहाँ कुरकुरे फुरकुरे के खाने अरे अब दिनु पर्यो उ गर न त त्यो पैसा चाहिँ झिक्नु न पहिला कतिवटा दुईटा होइन के को तीनटा चारटा एउटा हो एउटा मात्रै पैसा छैन केटाको धेरै आज त अहिले तपाईँलाई कङ्काल बनाउँछ अहिले हेर्नु न कुटा खान्छ अहिले त्यो 1000 रुपियाँ चेको पनि पुरा खुद्रा बनाइदिनु कङ्काल हेरे त यिनीहरूले त मलाई त मासु होइन यहीँ त हो हामीले यिनीहरूले मलाई त तिनीहरूलाई मसाउनै रहेछ नि हौ म त खाँदिनँ त्यो पिरो छ अस्ति म काबु अस्ति खाएको दिपेनसँग आमामा 2-3वटा खाएको त म त पिरो न पिरो भएर खानै सकिनँ मैले त हस् त गाई छ अब बाई बाई आजलाई यति नै स्थगित गर्न गएँ